उपस्थित सम्पूर्ण दाजु दिदी भाइ बहिनी तथा मेरा प्यारा प्यारा साथीभाइहरू, आज म एउटा छोटो वक्तव्य भन्न गइरहेको छु। मेरो वक्तव्यको शीर्षक रहेको छ पानीको महत्त्व। पानी मानव जीवनमा एकदमै महत्त्वपूर्ण भूमिका खेल्ने तत्त्व हो। पानी बिना मानव जीवनको कल्पना गर्न सकिँदैन। पानी धेरै प्रकारले प्रयोग हुन सक्छ, जस्तै खानको लागि, नुहाउनको लागि, र आफूलाई सिँचाइको लागि र हामीले पानीलाई पर्यटकहरूलाई आकर्षित गर्नको लागि पनि प्रयोग गर्न सक्छौँ। पानीले बिजुली पनि उत्पादन गर्न सक्छौँ।